एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो यो सानो फुलबारीमा है। आजभन्दा धेरै अगाडि मैले एउटा भिडियो पोस्ट गरेको थिएँ मेरो प्लान्ट्स अनि मेरो फ्लावरको है। अनि एकदमै धेरै थियो, दामी दामी भेराइटिज थियो है। सबैजनाले मन पराइदिनु भएको थियो, धेरै सपोर्ट माया पाएको थियो त्यो भिडियोमा है। अनि कमेन्ट्सहरू पनि राम्रो राम्रो गर्नुभएको थियो। अन्त फेरि धेरै दिन बादमा मैले एउटा फेरि सानो मेरो फुलबारी सेयर गर्दैछु हजुरहरूलाई है। देख्न सक्नुहुन्छ मैले धेरैभन्दा धेरै भयो मैले प्लान्टहरू स्याहार्नु नपाएको है। अन्त एकदम सुकेर हेर्नुहोस् न, मल माटोको धेरै कमी भइरहेको थियो नि त। सो त्यही भएर चाहिँ क्याक्टसलाई चाहिँ एकदम बलुवा र माटो चाहिँ एकदमै चाहिन्छ भने चाहिँ आज मैले बलुवा र माटो मिक्स गरेर चाहिँ क्याक्टसलाई दिँदैछु है। अनि धेरैभन्दा धेरै फुलमा झारहरू पलाइरहेको थियो अनि पानीको कमी भइरहेको थियो है। पानी त पर्छ जस्तो छ तर हाल्नु नभ्याएको अवस्था है। अनि मैले चाहिँ आज सबै फुलमा मल माटो दिएर गोडगाड गरेँ। अनि भर्खरै रोपेको यो मेरो माने प्लान्टहरू थियो त्यो पनि एकदमै मजाले आएको छ है। दामी भएर आएको छ किनभने मलाई सानोदेखि फुलहरू रोप्नु धेरै मनपर्छ। अनि अहिले पनि मलाई मजा लाग्छ फुलहरू रोप्नु है, धेरै मजा लाग्छ। अनि सो आज चाहिँ मैले बल्ल मौका पाएँ, मेरो प्लान्टहरू सानो धेरै भएको थियो नि त, सानो नपाएको। अन्त सबै बिग्रेर गइसक्यो भन्थेँ होइन, तर आज मैले एकदमै खुसी लाग्यो मैले गर्नु पाउँदा। सबै कामलाई साइडमा राखेर चाहिँ आज मैले मेरो प्लान्ट्सहरू स्याहार्न पाएँ होइन। अनि सबै सफा गरेर सबै गोडगाड गरेर चाहिँ मैले मजाले पानी लगाउँदैछु होइन। अब यो पानी लगाएर चाहिँ म यत्तिकै राख्छु किनभने म भोलि मात्रै यसलाई मजाले थन्काउँछु। रातभरि पानी पऱ्यो भने चाहिँ भिज्छ। कस्तो लाग्यो तपाईँलाई?